जय बाबु, कञ्चन नानी कहाँ पुगेर आउनु भएको? हामी त आमालाई भारत जाने गाडी चढाएर फकेर आउँदैछौँ। अनि जय बाबु, भारत जाने कुरा त टिभी थियो, आमा नै किन जानुभयो? भाइ गयो भने बुवाले भाइलाई तुरुन्तै चिन्नुहुन्न। आमा जानुभयो भने आमाले चिन्नु पनि हुन्छ र आमासँगै आउन मान्नु पनि हुन्छ। भारतबाट आउने काकाले भन्नुभएको थियो, त्यसैले हामीले आमालाई पठाइयो। अब हाम्रो भगवानसँग एउटै प्रार्थना छ, आमाले पनि बुवालाई सँगै लिएर आउँछ भन्ने आश गरेका छौँ। चिन्ता नगर्नुहोस् बाबु, भगवानले चाहनुभयो भने यसपालि तिमीहरूको परिवार एक हुनेछ। हामी सबैको शुभकामना तिमीहरूको घर परिवारमाथि छ। धर्मराज दाई सकुशल फर्केको दिन गाउँ नै खुसीले भरिने छ। अरुण दाई, काल दिदी, हामी लाग्छौँ है। हस् बाबु, कान्छी दिदी हामी लाग्छौँ है। आमा, बुवा, अब खेततिरको काम पनि सकिहाल्यो। म भोलिदेखि बुवासँगै काममा जान्छु र सकेको जति साथ पनि दिइहाल्छु। सीता दिदी, ए सीता दिदी। हजुर काजी भाइ, भित्रै आउनुहोस् न। बस्नुहोस् न। होइन काजी भाइ, आज कताबाट बाटो बिराएर हाम्रो घरतिर आउनुभयो? माइली दिदीलाई भारत जान उहाँकै घरमा बिदा गरेर आएको। फर्की त यता बाटो पार्यो, त्यही भएर पासेको। ए हो र? अनि भारत त जयदाई जाने कुरा सुनेको थिएँ, मैले आमाजी किन जानुभएछ? जय भान्जा सानै हुँदा धर्मराज बेनाजुले छोडेर गएको हो। अहिले गयो भने चिन्न गाह्रो पर्न सक्छ। तर माइली भाउजू गयो भने उहाँले चिन्नुहुन्छ, उहाँको कुरा मानेर फर्किनुहुन्छ भनेर भारतबाट आएको दाइले भन्नुभएको रहेछ। त्यसैले माइली दिदी आफै जानुभएको हो। काजी भाइ, धर्मराज दाई भारत जाँदा त जय र कञ्चन नानी दुवै सानो सानो थिए। अहिले त यति ठुलो भइसक्यो, धर्मराज दाइले कसरी चिन्नुहुन्छ होला? हो नि दिदी, त्यो त हो। जय भान्जा पनि अहिले त धर्मराज बेनाजु जतिकै भइसक्यो। त्यसैले एक्कासी देख्दा कहाँ चिन्न सजिलो हुन्छ र? सीता दिदी, मलाई अलि हतार छ, म लागे। काजी भाइ, म खाजा बनाउन लाउँछु, खाएर जानु नि। पार्दैन सीता दिदी, अर्को जोडी फुर्सद मिलाएर आउँछु, अनि खाउँला नि। अहिलेलाई म जान्छु। हुन्छ भाइ। आमा, बुवा,
तपाईँहरू कुरा गर्दै गर्नुहोस्, म चाहिँ खाजा बनाउन जान्छु है। ल ल हुन्छ। आमा नभएको घर त कति शून्य लाग्दो रहेछ। बुढा के सोचेर बस्नु भएको? के पनि होइन। आज आमालाई घरमा देख्दिन त कहाँ जानुभयो? आमा त बिहानै भारत जानुभयो बुवालाई लिन। ए यति ठुलो कुरा तपाईँहरू कसैले मलाई भन्नु भएन त। आमा बिहान निस्किने बेलामा तिमीलाई उठाउन खोजेको थियो, फेरि तिमीले हिजो सन्चो पनि छैन भन्दै थियो, त्यही भएर नउठाएको। ठिकै छ बुढा, केही छैन, मैले बुझेँ। रचना, तिमीलाई अहिले कस्तो छ? अहिले त धेरै ठिक छु। तिमीले खाली पेटको औषधि खायौ त? खाइसके, अहिले त धेरै आराम भएको छ। त्यसो भए ठिक छ, तिमी आराम गर्दै बस है, म पसल गएर आउँछु। धर्मराज फर्क्यो भने यो घरमा मेरो केही चल्दैन। मैले बनाएको योजना सबै बिग्रिन्छ। जे भए पनि त्यो हुन दिनु हुँदैन। भाइ भाइ उठ्न, उठे बेला भएन, 9 बजिसक्यो। हिजो अलि बढी खाएछु, टाउको भारी भएर उठ्नै सकिनँ। सासू आमा त बिहानै भारत जानुभएछ। उहाँ धर्मराज ससुरलाई लिएर आउनु भयो भने हाम्रो सबै खेल सकिन्छ। आत्तिनु पर्दैन दिदी, म हुँदासम्म यस्तो सजिलो हुँदैन। जे गर तर धर्मराज यो घरमा फर्किनु भएन। ठिक छ दिदी, अब के गर्नुपर्छ भन्ने मैले सोचिसकेको छु। मैले आमा त ठुलो हिम्मत बोकेर भारत जानुभएको छ। हो नि, यति वर्षपछि धर्मराजलाई भेट्न जानुभएको छ। एउटा कुरा मेरो बुझाइमा आएन है। यदि धर्मराज दाई भारतमा हुनुहुन्थ्यो भने आफ्नो श्रीमती, छोरा छोरी भेट्न एकचोटि गाउँ किन आउनु भएन? हो त, हामीलाई पनि त्यही कुराको अचम्म लागिरहेछ। पक्कै पनि केही न केही कारण हुनुपर्छ। यो त माइली दिदी आएपछि मात्रै थाहा हुन्छ, अहिले त अनुमान मात्र गर्न सकिन्छ। अब धर्मराज बेनाजु घर फर्केपछि त्यो कुराहरूको सबै रहस्य खुल्छ। आज त सोल्टिनी कति राम्रो देखेँ। यति राम्री होली भनेर त मैले कहिल्यै पनि सोचेको थिइनँ।
मैले यो फुलको रस चाख्नै पर्छ, अनि मात्र मेरो मनले शान्त पाउँछ। काजी दाई, हाम्रो कुमार भाइको मन बिगार्ने मान्छे को रहेछ पत्ता लाग्यो त? अहिलेसम्म कुमार बाबुले कसैको नाम खोलेको छैन। मलाई नि अचम्म लागिरहेछ, यो गाउँको मान्छे हो कि बाहिरको मान्छे, यहाँ पक्कै पनि सुरागी हुनुपर्छ। मलाई पनि त्यही शङ्का लागिरहेको छ, तर बिना प्रमाण कसैमाथि हमला उठाउनु ठिक हुँदैन। काजी दाई, सत्य कुरा एक न एक दिन बाहिर आउँछ। हो रमेश भाइ, सत्य कुरा धेरै दिन लुक्दैन, समय आएपछि सबै कुरा आफै खुल्छ। ल काजी दाई, मेरो घर जाने बाटो पनि आइपुगेछ, अब छुट्याउँ होला है। हुन्छ रमेश भाइ, राम्रोसित जाऊ। ल दाई, हुन्छ। को हो? ढोका खुल्लै छ। भाइ, आमाले अहिलेसम्म फोन गर्नु भएको छैन, एकचोटि फोन गर त। हुन्छ दिदी। दिदी, फोन लागेन। सायद बाटोमै हुनुहुन्छ होला, पछि फेरि गरौँला। दिदी, खाना पाक्यो? पाक्दैछ भाइ। आमा, अहिले कस्तो छ तपाईँलाई? अहिले त धेरै कम भएको छ बाबु, अलि हल्का महसुस भइरहेको छ। मैले भनेको थिएँ नि, औषधि समयमै खानुभयो भने बिस्तारै निको हुन्छ भनेर, तर के हो तपाईँ मान्नै हुन्न। के गर्नु बाबु, औषधि यति तितो हुन्छ कि मुखमा लाउनै मन लाग्दैन। औषधि त तितै हुन्छ आमा, गुलियो हुने भए त त्यसलाई मिठाई बनिहाल्थ्यो नि। त्यो पनि हो है, अबदेखि तेरो कुरा मान्छु र औषधि पनि समयमै खान्छु। यही नै हो मेरो असल आमा। ए कुमार, एउटा कुरा भन् त, मेरो बुहारी कस्तो आउने होला? मलाई माया गर्ने कि तेरै मात्र पक्ष लिने? आमा, तपाईँलाई माया गर्ने नै आउँछ, तर तपाईँले उसलाई मसँग मिलेर गाली गर्न सिकाउनु भयो भने चाहिँ मेरो हालत खराब हुन्छ नि। म त बुहारीकै पक्ष लिन्छु, आखिरी ऊ पनि त मेरो छोरी जस्तै हो। ल, आफ्नै आमा पनि विपक्षीमा हुने भयो नि, अब त बिहे गर्नु अघि राम्रोसँग सोच्नु पर्ने भयो। बाबु, चिन्ता नगर, राम्री बुझेकी र सबैले माया गर्ने बुहारी नै आउँछ। अब धेरै ठट्टा नगर्नुहोस्, औषधि खाने बेला भयो, लाउनुहोस्।
फेरि मिल्ला। हो नि, अनि कञ्चन नानीको कुरा पनि सोच्नुपर्छ। अहिलेसम्म बिहे भयो कि छैन? कानुनले छोरा र छोरीलाई बराबर अधिकार दिएको छ। जय बाबुले जति पाउनुहुन्छ कञ्चन नानीले पनि आफ्नो हक पाउनुपर्छ। ठिकै हो नि, धर्मराज दाई सबैमाथि न्याय गर्नुहुन्थ्यो। उहाँ फर्किनु भयो भने कसैमाथि अन्याय गर्नुहुन्न। अहिले ठिक भन्नुभयो। त्यो आमाजुलाई आधी सम्पत्ति दिनु पर्यो भने मैले बनाएको योजना के काम लाग्यो र? म कुनै पनि हालतमा त्यसलाई आधी सम्पत्ति दिन्न। बरु म जस्तो कदम चाल्न पनि तयार छु।